जिन्दगी के हो? एकछिन सुनेर मात्र जानुस् है। 1 देखि 10 वर्षको बच्चालाई सोधिन्छ तिम्रो उमेर कति भयो। 10 देखि 20 वर्षकालाई सोधिन्छ मार्क्स कति आयो। अनि 20 देखि 30 वर्षकालाई सोधिन्छ तलब कति छ। 30 देखि 40 वर्षकालाई सोधिन्छ छोराछोरी कति छन्। 40 देखि 50 वर्ष पुगेकालाई सोधिन्छ ब्याङ्क ब्यालेन्स कति छ। 50 देखि 60 वर्षकालाई सोधिन्छ सुगर कति पुग्यो। 60 देखि 70 वर्षकालाई सोधिन्छ टेन्सन कति छ। अनि 70 वर्ष कटेपछि त बस एउटै कुरा सोधिन्छ अब कति समय बाँकी छ। साँचो कुरा त के हो भने हाम्रो जिन्दगी प्रश्नहरू सुन्दा सुन्दै सकिन्छ, तर हामीले कहिल्यै आफैलाई सोधेनौं म भित्रैदेखि कति खुसी छु।